प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ संसदको शक्ति सन्तुलन स्पष्ट हुँदै गएको छ। अन्तिम परिणाम अनुसार प्रत्यक्षतर्फका 165 सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 125 सिट जितेको छ। त्यस्तै नेपाली काङ्ग्रेस 18, नेकपा एमाले 9, नेपाली कम्युनिस्ट पार्टी 8, श्रम संस्कृति पार्टी 3, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा 1 सिटमा विजयी भएका छन् भने 1 स्वतन्त्र उम्मेद्वार पनि निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। हालसम्म खसेको 1 करोड भन्दा बढी मतमध्ये रासपाले 50 लाख भन्दा बढी मत प्राप्त गरेको छ। यो परिणामले रासपाले प्रतिनिधि सभामा स्पष्ट बहुमत नजिक पुग्ने देखिएको छ। यद्यपि 2/3 बहुमत भने केही सिटले अपुग हुने सम्भावना देखिन्छ। मतगणना अन्तिम चरणमा पुगेपछि अब प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुख र उपसभामुख कसरी चयन हुन्छन् भन्ने विषयमा चासो बढेको छ। नेपालको संविधानको धारा 91 अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेको 15 दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। संविधानले सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने व्यवस्था गरेको छ। यद्यपि प्रतिनिधि सभामा एउटा मात्र दलको प्रतिनिधित्व भएको वा अन्य दलले उम्मेदवारी नदिएको अवस्थामा भने एउटै दलका सदस्य पनि सभामुख र उपसभामुख बन्न सक्ने प्रावधान छ। हालको अवस्थामा प्रतिनिधि सभामा कम्तीमा 6 दलको प्रतिनिधित्व हुने निश्चित भइसकेकाले उक्त अपवाद लागू हुने सम्भावना न्यून देखिन्छ। संविधानविद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीका अनुसार अन्य दलका सांसदले उपसभामुखका लागि उम्मेदवारी दिए रासपाले उक्त पद पाउने सम्भावना हुँदैन। उनका अनुसार संविधानको व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने भएकाले रासपाले आफ्नै दलबाट दुवै पद लिन सक्दैन। अधिकारीले 2079 को प्रतिनिधि सभा निर्वाचनपछि भएको अभ्यासको उदाहरण दिँदै त्यसबेला नेकपा एमाले काङ्ग्रेसलाई समर्थन नगरी आफ्नो रणनीति अनुसार तत्कालीन रासपा सांसद इन्दिरा राणा मगरलाई सहयोग गरेर उपसभामुख बनाएको स्मरण गराए। उनका अनुसार अहिले पनि रासपाले आफू अनुकूल अन्य दलका सांसदलाई उपसभामुख बनाउन सहयोग गर्न सक्ने भए पनि आफ्नै दलका सांसदलाई उक्त पदमा ल्याउन भने कठिन हुने देखिन्छ। प्रत्यक्षतर्फ जितेका सबै दलले राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेसोल्ड पार गरिसकेकाले समानुपातिक तर्फबाट पनि उनीहरूले सांसद पाउने निश्चित भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी ऐन अनुसार प्रत्यक्षतर्फ कम्तीमा 1 सिट जित्ने र समानुपातिक तर्फ कुल सदरमतको 3% मत प्राप्त गर्ने दल राष्ट्रिय पार्टी बन्न सक्छ। उपसभामुख संवैधानिक परिषदको सदस्य समेत हुने भएकाले रासपा बाहेकका अन्य 5 दलले उक्त पदमा दाबी गर्दै उम्मेद्वार उठाउने सम्भावना बलियो देखिएको छ।